नमस्कार, के तपाईँको इङ्ग्लिस छैन? इङ्ग्लिस बोल्न सक्नुहुन्न? विविध बाध्यता कारणले गर्दा पढाइ गर्न सक्नु भएन र बिचमा छोड्नु पर्यो। त्यसैगरी उमेर पनि तपाईँको सानो छ अथवा ठिक्क छ अथवा बढी भइसक्न लाग्यो। सबै कुराको तनावमा हुन्छ। यदि त्यस्तो भने चिन्ता नगर्नुहोस्, तपाईँकै लागि रोमानियाले तपाईँलाई पर्खिरहेको छ। हो, भर्खरै सिन्दिनु भएको युरोप रोमानियामा नेपाली पुरुष र महिलाहरूलाई एग्रिकल्चर काममा स्याउ टिप्ने, अङ्गुर टिप्ने, स्ट्रबेरी टिप्ने, काँक्रा टिप्ने, टमाटर टिप्ने यस्तै काममा रोजगारको सुँगुर असराएको छ, जसमा जानको लागि इन्टरभ्यू पर्दैन। तलब महिनाको 1 लाख खाएर बसेर कमाइन्छ। यति राम्रो छ है। यो कम्पनीमा हामीले आजभन्दा पहिला पनि 2-3 पटक पठाइसकेका छौँ। कम्पनीले नेपाली राम्रो मानेर फेरि डिमान्ड आएको हो र हामीसँग सिट सीमित छ। एप्लाई गर्ने इच्छुकले तुरुन्त कल गर्नुहोला। र अर्को कुरा, तपाईँ नेपालबाटै श्रम गरेर जाने हो। तपाईँ वैधानिक रूपमा जाने हो, तपाईँ इलिगल रूपमा होइन, लिगल रूपमा नेपालबाटै नेपालकै एयरपोर्टबाट घुम्ने हो। र एप्लाई गर्न चाहनुहुन्छ भने इच्छुकले तुरुन्त कल गर्नुहोला। यो मौका नगुमाउनुहोला।